Hey, what's up guys? Welcome to our new vlog. तपाईहरुलाई मेरो यस भ्लगमा स्वागत गर्छु। आज चाहिँ म तपाईहरुलाई कोरियाको म बसिरहेको ठाउँ वरिपरि कस्तो छ त तपाईहरुलाई देखाउन आँटिरहेको छु। म बस्ने ठाउँ चाहिँ यस्तो रहेको छ है। आज मौसम पनि पुरा दामी रहेको छ मौसम पनि देख्न सक्नुहुन्छ। मौसमहरु पनि पुरा सात्विक रहेछ। आज छुमाल भरौला शान्त छ सुनसान कम्पनी त वरिपरि पहाड छ। आज चाहिँ अब यो हुसे लागिरहेछ। जुनमा पनि यस्तो हुसे लागिरहेछ। आज दिनभरि पानी परेर होला देख्न सक्नुहुन्छ। म बसिराख्ने छतमा चाहिँ यस्तो यहाँको उल्ले यस्तो यसरी मकैहरु लगाएको छ। माथि चाहिँ सागहरु लगाएर सागहरु भयो देख्न सक्नुहुन्छ। साग भयो त्यहाँ फर्सीहरु भान्टाहरु भयो आलु खुर्सानीहरु सबै रोपेको छ। यस्तो रहेको छ वरिपरि कम्पनी रहेको छ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ म बस्ने ठाउँ चाहिँ वरिपरि कम्पनी आज यो हुसे लागेर होला कम्पनीहरु खासै देखेको छैन। अब वरिपरि पहाडै पहाड छ। यसरी कम्पनी रहेको छ। मेरो चाहिँ यो कम्पनी रहेको छ। मैले काम गर्ने चाहिँ यो कम्पनी रहेको छ। मेरो चाहिँ यो फोजाङ कम्पनी हो कम्पनी रहेको छ। यस्तो रहेको छ है वरिपरि कम्पनी रहेको छ देख्न सक्नुहुन्छ। कम्पनी रहेको छ। अहिले काम गर्ने ठाउँ कस्तो रहेको छ, काम गर्ने कम्पनी के रहेको छ, कस्तो ठाउँमा म काम गर्छु, कोरियाको काम कस्तो रहेको छ। नेपालमा पढिरहनु भएका अहिले मान्छेहरूलाई कोरियाको काम कसैले भन्छन् कोरिया गाह्रो काम छ, कसैले भन्छ सजिलो काम छ। मेरो काम कस्तो रहेको छ म तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। सकेसम्म म चाँडै अर्को भिडियो नै हाल्नेछु। र मेरो काम गर्ने कम्पनी धेरै ठुलो त छैन, सानो कम्पनी रहेको छ। कम्पनीहरुमा चाहिँ कतिजना नेपाली छन्, कतिजना के छन् कसो छन् भनेर म सबै भन्नेछु। मेरो कम्पनीमा चाहिँ अहिले कस्तो काम छ, कतिको गाह्रो काम छ भनेर हालको भिडियोमा हाल्नेछु। र त्यति दिनसम्मलाई साथ दिनको लागि हजुरले लाइक शेयर सब्स्क्राइब गरेर मलाई थोरै सहयोग गरिदिनु भयो भने मलाई पनि हाल्ने हौसला हुनेछ। ल आजको लागि चाहिँ यति नै हस्त। धन्यवाद। See you.